सम्पूर्ण मित्रहरूलाई नमस्कार। समृद्ध नेपाल हाम्रो हातमा छ। यस अभियानमा हामी सबै जोडौँ। आज म तपाईँको माझमा तपाईसँग केही कुराहरू बाँड्न चाहन्छु जो वास्तवमै अलिकति उपयुक्त नेपालको सन्दर्भमा उपयुक्त हुन्छ होला जस्तो लाग्यो मलाई। अनि समृद्ध नेपाल अनि सम्पन्न नेपाल बनाउनको लागि, त्यो नेपाल निर्माण गर्नको लागि त्यसका सम्भावनाका केही आधारहरू तपाईँको बिचमा मैले आफ्नो दृष्टिकोण राख्न चाहेँ। आफ्नो कन्सेप्ट आइडियाहरू, मैले देखेको भिजनहरूलाई तपाईँको माझमा राख्न चाहेँ। यतिखेर नयाँ सरकार आएसँगै हामी जुनसुकै बेलामा पनि जसै नयाँ सरकार आउँदछ, अब नेपालमा कायापलट हुन्छ, अब चाहिँ नयाँ कुरा हुन्छ, नेपालले फड्को मार्छ, नेपाल समृद्ध हुन्छ, शक्तिशाली हुन्छ, आर्थिक रूपमा अब केही न केही गर्छ भन्ने कुरा हामीले सुन्दै आएको छौँ। यो कुनै पनि नयाँ सरकार आउँदाखेरि यो नौलो कुरा होइन, अनौठो कुरा होइन, यो एज युजल यो भइरहेको कुरा हो, स्वाभाविक रूपमा लिनुपर्छ। तर यो कुरा गर्दै गर्दाखेरि यतिखेर नै यो सरकारले समृद्ध नेपाल बनाउनको लागि जस्तोसुकै सपनाहरू बाँडे पनि, जस्तोसुकै आश्वासन दिए तापनि होइन, चुनावका बेलामा दिए तापनि, घोषणापत्रहरू लेखे तापनि अहिले नै रातारात कायापलट गराउन सक्ने चाहिँ त्यो आमूल परिवर्तन गर्न सक्ने सम्भावनाहरू छैन। किनभने अहिले यो नेपालमा ठुल्ठुलो मल्टिनेसनल कम्पनीहरू होइन, म्यानुफ्याक्चरिङहरू स्टार्ट गर्नको लागि, लन्च गर्न गाह्रो छ। किनभने कसैले पनि आफ्नो लगानी गर्दाखेरि, इन्भेस्ट गर्दाखेरि त्यसको पहिलो कुरा सेक्युर हुनुपर्छ होइन, त्यसले रिटर्न दिने हो कि नदिने हो, लगानी डुब्ने हो कि होइन, के हुने हो भन्ने सबभन्दा ठुलो डर हुन्छ। त्यस कारण नेपालीसँग यति धेरै पैसा छ नि, यति धेरै कि त्यो पैसालाई प्रपरली युटिलाइज गर्न सक्ने कुनै सिस्टम छैन, कुनै पोलिसी नेपालमा त्यो बिल्डअप गरेकै छैन क्या। त्यस कारणले अहिले नै नेपालमा होइन ठुल्ठुलो चाहिँ म्यानुफ्याक्चरिङ गर्ने, ठुल्ठुला कुराहरू गर्ने चाहिँ सम्भावना छैन तत्कालको लागि। तर केही कुराहरू छन् जसले गर्दाखेरि हामी अहिले नै तुरुन्तै यसलाई एक्सन लिन सक्छौँ, सुरु गर्न सक्छौँ। जस्तो पर्यटन है, पर्यटन प्रवर्धन मात्रै गर्न सक्यो भने होइन, नेपालमा यति धेरै प्रचुर होइन आय स्रोत त यति धेरै छ, नेचुरली कति धेरै होइन, संसारमै नभएको चाहिँ होइन सर्वोच्च शिखर सगरमाथा माउन्ट एभरेस्ट संसारको सबभन्दा होइन अग्लो हिमाल नेपालमै छ। 8000 भन्दा माथिका थुप्रै हिमालहरू छन्। अनि यति धेरै होइन संसारका सबै पर्यटकहरूलाई आकर्षण गर्ने, संसारका सबै चाहिँ पर्यटन क्षेत्रको निम्ति होइन एकदमै चर्चामा रहेको नेपाल सगरमाथा हेर्न, चढ्न आउने लाखौँ मानिसहरू संसारभरिका, पृथ्वीमा होइन कति मानिसहरू छन्, यो सबैको चाहिँ एकपटक सगरमाथा हेरेर मर्छु भन्ने एउटा सपना छ होइन। विश्वको पर्यटन क्षेत्रको एउटै मात्रै सबैभन्दा ठुलो महत्त्वपूर्ण पर्यटन गन्तव्यको रूपमा रहेको सगरमाथा होइन। अनि त्यो मात्रै नभएर नेपालमा पूर्वदेखि पश्चिमसम्म उत्तरी क्षेत्रमा चाहिँ चाइनासँगको बोर्डर हिमालले भरिएको छ होइन। यसलाई राज्यले
व्यवस्थित रूपमा यसलाई प्रपरली प्रमोट मात्र गर्यो भनेदेखि लाखौँ वर्षेनी लाखौँ पर्यटकहरू भित्रिनेछ। पर्यटक मात्रै होइन, सँगसँगै डलरमा होइन खरबौँमा चाहिँ पैसा पनि आउनेछ। त्यसमा लाखौँ नेपालीहरूले रोजगार प्राप्त गर्नेछन् र ती परिवारहरूमा उनीहरूको चुलोमा चाहिँ आगो बल्नेछन्। तिनीहरूको जीवन चल्नेछ, घर व्यवहार चल्नेछ र कम्तीमा विदेश जानको लागि सोच गरेका नेपाली युवाहरू नेपालमै स्थापित हुनेछ। त्यसो हुँदाखेरि पर्यटनलाई राज्यले उच्च प्राथमिकताका साथ हेर्नुपर्छ जस्तो लाग्छ है। यसमा विज्ञहरू होइन, यसमा धेरै चाहिँ कन्सेप्टहरू चाहिन्छ जस्तो लाग्छ मलाई। पर्यटन क्षेत्रलाई प्रपरली प्रमोट गर्नको लागि, यसलाई प्रवर्धन गर्नको लागि, यसलाई अझ विश्वसामु परिचित गराउनको लागि चाहिँ धेरै कुराहरूको आवश्यकता पर्छ होइन। धेरै ज्ञानको, धेरै स्किल, धेरै विज्ञता चाहिन्छ जस्तो लाग्छ मलाई। स्पेसलिस्टहरू चाहिन्छ। यसलाई राज्य र जनता सबै लागेर एकचोटि चाहिँ उठ्नुपर्छ जस्तो लाग्छ। अनि मैले देखेको केही कुराहरू, आइडियाहरू जस्तो संसारकै नमुना पर्यटकीय होइन गन्तव्यको रूपमा बनाउन सक्ने आधारहरू केही छन्। सोलुखुम्बु जिल्लाको लुक्ला होइन, लुक्ला भन्ने ठाउँबाट मेरो एउटा ड्रिम प्रोजेक्ट मैले भन्न चाहेँ होइन। यो सुन्नुपर्छ भन्ने पनि छैन, यो राज्यले सुन्नै पर्छ भन्ने छैन। तर कतिले बाई मिस्टेक सुनिहाल्यो, त्यहाँ पुगिहाल्यो भने लेट्स सी होइन, केही हुनसक्छ। लुक्लाबाट केबल कारको एउटा रुट बनाइदिने, ट्रेकिङ रुट छँदैछ, त्यसलाई व्यवस्थित बनाउने, बाटोहरू एकदमै राम्रो बनाउने, त्यसमा होइन चाहिँ सामानहरू ढुवानी गर्ने खच्चडहरू होइन, त्यहाँ याक जोप्केहरूलाई अलिकति व्यवस्थित गर्न आवश्यक छ जस्तो लाग्छ। किनभने त्यो बाटो सँघुरो भएको कारणले एकदमै पर्यटकहरूलाई हिँडडुल गर्नको लागि पनि एकदमै गाह्रो छ। पुलतिर होइन एकदमै क्यु लागिराख्नुपर्ने, पर्खिराख्नुपर्ने, धकेल्ने, त्यहाँ बाटोबाट खसाउने कुराहरू, त्यो कुराहरू पनि छन्। बाटो एकदमै व्यवस्थित बनाउनु पर्यो। र अर्को चाहिँ एउटा रुट लुक्लादेखि एभरेस्ट बेस क्याम्पसम्म एउटा केबल कारको रुट बनाइदिने, त्यसको छुट्टै रेट, छुट्टै रोयल्टी, छुट्टै चार्ज होइन लिँदाखेरि त्यसले पर्यटन क्षेत्रका छुट्टै आकर्षक बढाउँछ होइन। कस्तो हुन्छ त त्यो, सम्भावना होला नि त। अनि हामीलाई प्रश्न उठ्छ, कहाँबाट त्यति धेरै पैसा ल्याउने? नेपालीसँग यति धेरै पैसा छन्, त्यसलाई सेयर आह्वान गरौँ त। त्यो सेयर आह्वान गरेको सेयरको लिमिट नागेर कति गुणा चाहिँ त्यहाँ सेयरमा लगानी गर्ने मानिसहरू निस्किन्छ। त्यस कारणले पैसा प्रशस्तै छ, इनफ छ, अनलिमिटेड पैसा छ नेपालीसँग। अनि त्यो गर्यो भने त्यसले ठुलो मात्रामा होइन आर्थिक उन्नति गर्नेछ, आर्थिक प्रगति गर्नेछ पर्यटन क्षेत्रमा। अनि त्यस क्षेत्रहरूमा विशेष गरी होटल होइन, होटलहरूको राम्रो व्यवस्थापन गर्नुपर्छ। त्यसलाई केही लगानीहरू निजी अहिलेसम्म त निजी क्षेत्रले नै होइन त्यहाँनिर चाहिँ लगानी गरेको छन् होइन।
त्यो इनफ छैन हैन। धेरै होटलहरू भए तापनि त्यो इनफ छैन, किनभने नेपालीहरूले सिजनमा चाहिँ बस्ने ठाउँ पनि पाएको हुँदैन हैन। अनि पोर्टरहरूको अर्कै समस्या छ, त्यहाँ पोर्टर भरिया बस्ने त्यहाँ नेपालीहरूको निम्ति एकदमै हैन विभेदपूर्ण त्यो व्यवहारहरू हैन छ त्यहाँनिर। त्यसलाई राज्यले एकदमै व्यवस्थित गरेर 2-3वटा रुटहरू प्रयोग गर्ने, जस्तो मैले त्यो तपाईँको मैले भने जस्तै केबल कार चाहिँ निर्माण गर्यो भने जस्तो त्यो एम्बुलेन्सको रूपमा प्रयोग गर्न सकियो। जस्तो कुनै बिरामी हुन्छ, एभरेस्ट बेस क्याम्पमा बिरामी भयो, झट्टै तल ल्याउनु पर्यो हैन, रेस्क्यु आउँदैन, मान्छेले बोकेर ल्याउँदाखेरि आधा बाटोमा आइपुग्दै मरिसक्छन् हैन, 1-2 घन्टा तल आउन नपाई मरेको हुन्छ धेरैजना। त्यसो हुँदाखेरि केबल कारको सम्भावना भयो भने त्यसलाई एउटा टेक्निकल पार्ट होला, फ्रिज होला त्यहाँ हैन, चिसोले जम्छ होला भन्ने अलग कुरा, त्यसको पनि सम्भावना होला। तर यदि यो कुरा सम्भव भयो भने एम्बुलेन्सको रूपमा पनि त्यसलाई प्रयोग गर्न सकियो। बिरामीहरूलाई तुरुन्तै लुक्लामा झार्न सकियो, त्यहाँ झार्ने बित्तिकै हैन काठमाडौँ उडाउनु पनि सजिलो भयो। अनि प्रायःजसो बिरामीहरू तल हैन हाई अल्टिट्युड सिकनेसका बिरामीहरू तल आउने बित्तिकै आफै निको भइहाल्छ। त्यस कारणले यसलाई यो प्रकारले प्रमोट गर्न सक्यो भने सम्भावना एकदमै छ, नेपालको भविष्य चाहिँ एकदमै उज्जवल छ। अनि अर्को चाहिँ कृषि पर्यटन। हिमाली क्षेत्रलाई छोडेर अब हामी उच्च पहाडी भेग, तराई भेग हैन, पहाडी क्षेत्र, सम्पूर्ण पहाडी क्षेत्र, तराई क्षेत्रलाई पनि हामीले कृषि पर्यटनसँग जोड्न सक्यो भने एकदमै राम्रो हुनेछ। यसले चाहिँ 2वटा क्षेत्रलाई यसले समेट्छ। जस्तो पहिलो कुरो कृषकहरूले आफ्नो उत्पादन वृद्धि गर्न सकिन्छ, कृषिबाट ठुलो आय आर्जन गर्न सकिन्छ कृषकहरूले। राज्यले त्यसलाई कस्तो खालको उन्नत प्रकारको हैन परियोजनाहरू ल्याउने भन्ने चाहिँ एउटा विज्ञ हैन एउटा समूह बनाएर त्यसलाई अनुसन्धान रिसर्च गर्ने कुराहरू हुन्छ। कृषि पर्यटन भनेको यस्तो चिज हो जसले चाहिँ हैन 2वटा क्षेत्रलाई, 2वटा पक्षलाई एकैचोटि समेट्दछ। एउटा पर्यटनसँग जोडिन्छ, एउटा उत्पादकसँग जोडिन्छ हैन। दुईटैको आय आर्जन चाहिँ उत्तिकै महत्त्वपूर्ण छ। जस्तो तपाईँको हिमाली भेगमै भनौँ न, हिमाली भेगमै स्याउ उत्पादन हुन्छ। स्याउ हुने ठाउँमा पुरै त्यो क्षेत्रलाई, त्यो पकेट क्षेत्र बनाएर चाहिँ स्याउ रोप्ने हैन, त्यसमा फार्मिङ गर्ने। त्यसपछि त्योभन्दा मुनि तपाईँको अहिले चलेको किवी हैन, किवी फार्मिङ गर्न लाउने, त्यसमा त्यो फार्मिङ एरिया बनाउने। त्यस पछाडि सुन्तलाको कुरा आउँछ हैन, सुन्तलाहरू एकदमै सम्भावना बोकेको सुन्तला। त्यस पछाडि तपाईँको केरा फार्मिङ भयो, तपाईँको त्यसपछि आँपहरू भयो हैन, कटहर, अनि के छन् त फलफुल जसलाई हेर्न लायक छ हैन, एकदमै मनमोहक छ। अनि त्यहाँ तपाईँको पर्यटन क्षेत्र बनाउने, अनि त्यहाँ तपाईँको चार्ज हैन टिकेटिङ सिस्टम राखेर चाहिँ त्यसलाई प्रवर्धन गर्न सक्यो भने धेरै सम्भावनाहरू छन्। र त्यसलाई त्यो कृषि पर्यटनलाई अलिकति प्रपर हैन पोलिसी चाहिन्छ जस्तो लाग्छ। अनि त्यसलाई अझ हामी त्यसलाई सचेतनामूलक कार्यक्रमहरू आयोजना गर्ने, आफ्नो उत्पादनलाई आफैले खपत गर्न सक्ने त्यो चेतना हुनु पर्यो नि त नेपालीको हैन। नेपालीले चाहिँ विदेशी
ब्रान्डको कुरा गरेर चाहिँ होइन ब्रान्डेड कुरा गरेर चाहिँ आफूले उत्पादन गरेको कुराहरू होइन उपभोग गर्न नचाहेर त्यहाँनिर धेरै समस्याहरू छन्। अनि विदेशीले भन्छ नेपालीले अन्डा बेचेर आलु खान्छ, आलु किनेर खान्छ भन्ने कुराहरू होइन उखान छ नि त यो। त्यस कारणले हामी आफूले उत्पादन गरेको कुराहरू हेल्दी होइन उत्पादनका कुराहरू खाद्य पदार्थहरूलाई चाहिँ आफैले खपत गर्नुपर्छ, आफैले उपभोग गर्नुपर्छ भन्ने राज्यले इन्फोर्सली त्यो खालको नियम पनि ल्याउनुपर्छ, त्यो खालको नीति निर्माण गर्नुपर्छ। त्यसलाई इन्फोर्सली त्यसलाई एकदमै कडाइका साथ त्यसलाई नियमन पनि गर्नुपर्छ, कार्यान्वयन गर्नुपर्छ भन्ने पनि लाग्छ। अब यो आउँदो भिडियोमा म तपाईँसँग यो कुरा सेयर गर्नेछु। कृषि पर्यटनका विविधताहरू त्यसको डाइभर्सिटीहरू यति धेरै छन्, त्यसलाई हामी होइन टपिक वाइजमा हामी कुरा गरौँला। तर अहिलेलाई नेपालले गर्न सक्ने सम्भावना भनेको चाहिँ समृद्ध नेपाल बनाउने हो भने विदेशी ऋण लिएर लगानीकर्ताहरू खोजेर यो अल्झिराख्नुभन्दा अहिले तत्काल चाहिँ हामीले गर्न सक्ने भनेको चाहिँ मैले देखेको चाहिँ पर्यटन क्षेत्रलाई फोकस गर्यो भने धेरै सम्भावनाहरू छन् होइन। यसमा ठुलो लगानी गर्नु पर्दैन। सगरमाथा पर्यटन क्षेत्र विश्वको नम्बर 1। राज्यले के लगानी गरेको छ? सगरमाथामा चाहिँ हिउँ जमाउनको लागि चाहिँ राज्यले बजेटिङ गरेको छ कहिले? त्यो क्षेत्रमा चाहिँ बाटो निर्माण गर्नको लागि राज्यले बजेट छुट्याएको छ केही छैन नि त। त्यो ठाउँमा हिउँ परोस् भनेर चाहिँ राज्यले चाहिँ त्यहाँ चाहिँ लगानी गरेको छ र? तर आइरहेको छ, संसारभरिको चाहिँ पर्यटकहरू आइरहेको छ भनेपछि विदाउट इन्भेस्ट होइन त्यहाँनिर चाहिँ त्यत्तिकै चाहिँ इन्कम भइरहेको छ भनेको राज्य कस्तोसम्म चाहिँ अनदेखा होइन अन्धो छ त? यो कुरा राज्यले सुनोस्, सरकारले सुनोस्, सम्बन्धित निकायले यो कुरा बुझुन्। हामी सबै चाहिँ साझेदारीमा एकसाथ गभर्मेन्ट सेक्टरबाट अनि प्राइभेट सेक्टर, पब्लिक सेक्टर सबै क्षेत्र चाहिँ एकताबद्ध भएर लागि पर्यो भने अहिले तत्काल गर्न सक्ने सम्भावना भनेको चाहिँ पर्यटनद्वारा होइन थ्रु टुरिज्म चाहिँ हामी नेपाललाई समृद्ध बनाउन सक्छौँ। अहिले तत्काल ठुल्ठुला इन्डस्ट्री, म्यानुफ्याक्चर होइन ठुल्ठुलो कुराहरू हामी गर्न सक्दैनौँ किनभने ठुलो लगानीकर्ताहरूको लगानी चाहिँ सेक्योर छैन, त्यसको ग्यारेन्टी सरकारले लिन सक्दैन। त्यस कारणले अहिले गर्न सक्ने भनेको पर्यटन प्रवर्धन गर्ने हो। यसबाट धेरै सम्भावनाहरू छन्। हस्, धन्यवाद। तपाईँको कमेन्ट सल्लाह सुझाव छ भने तपाईँले अवश्य पनि दिनुहोला। तपाईँको अझ फरक होइन तपाईँसँग भएको जेन्युन होइन भिजनहरूलाई, कन्सेप्टहरूलाई पनि तपाईँले हामीसँगै सेयर गर्नुहोला। धन्यवाद।